आज हामी गइरहेछौँ अल्गो ट्रेडिङको अब नयाँ अपडेटको बारेमा कुरा गर्न है। हामीले रिसेन्टली नयाँ अपडेट रिलिज गरेको छौँ अल्गो ट्रेडिङको लागि। यो एप अहिले अफलाइन नै छ है, अनलाइन एभाइलेबल छैन कतै पनि। अनि यो अझै पनि हाम्रो इन हाउस नै भइरहेको छ कि टेस्टिङ फेजमा छ होइन। त्यही भएर हामीले यो अनलाइन गरेको छैनौँ। अब यो एपहरूमा चाहिँ अब हामीले के अपडेट गरिरहेछौँ भनेर चाहिँ हजुरलाई देखाउँछु है। यो एपले चाहिँ कत्तिको अब राम्रो रिजल्ट निकाल्छ होइन, यो ब्याक टेस्टिङ गर्न बाँकी नै छ। जो हामीले यो गरिसकेपछि ब्याक टेस्टिङ सबै गरिसकेपछि हामीले अनि रिलिज गर्छौँ अनलाइन सबैको लागि। यो एप हाम्रो गोल्डन एज पोर्टफोलियो म्यानेजरमै पाउनुहुन्छ है। अब हामीले गोल्डन एज पोर्टफोलियो म्यानेजर पनि अहिले टेस्टिङ फेजमै भएकोले अब रिलिज अब हुनै अब महिना दिन लाग्छ होला हामीलाई त्यो गोल्डन एज पोर्टफोलियो म्यानेजर रिलिज गर्न। सो त्यसमा चाहिँ अब यो अरू सबै फङ्सनहरू पाउनुहुन्छ, तर यो चाहिँ अहिले पाउनुहुन्न। किन भन्दाखेरि यो हामीले ब्याक टेस्टिङ नगरेर सबै डाटाहरू रिचेक नगरेर हजुरहरूलाई प्रोभाइड गर्न मिलेन। यसको रिजल्टहरू अनि सबै लिएर बल्ल हामीले यो रिलिज गर्छौँ त्यो एपमा है। त्यही भएर आज हामी ल स्टार्ट गरौँ न त। अब स्टार्ट गर्नुभन्दा अगाडि एउटा कुरा सबैलाई भनिदिइहाल्छु है। यो हाम्रो एपबाट अब जुन यो के स्क्रिप्टहरूको होइन, बाई जोन, सेल जोन, स्टप लस र टिपी छ होइन। यो अब यो हेरेर चाहिँ तपाईँले इन्भेस्टमेन्ट डिसिजन नलिनु होला। इन्भेस्टमेन्ट डिसिजनको लागि चाहिँ तपाईँले आफ्नै एनालाइसिस गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ है। जस्ट यसले चाहिँ थाहा पाउन सकिन्छ कि तपाईँले यो यो जोनहरूमा चाहिँ के हो यो जोनहरू होइन। यो हाम्रो एआईको थ्रुबाट यो जोनहरू थाहा पाउन सकिन्छ। त्यसको लागि इजी होस् भनेर हामीले यो युजली क्रिएट गरेको है। स्टार्ट गरौँ न त आज। आज स्टार्ट कहाँबाट गरौँ? आरएफपिएलबाट स्टार्ट गरौँ न त आज। आरएफपिएलबाट एकदमै अब सानो अब रिभर्सल दिएको छ है आरएफपिएलमा। अब यसलाई अलिकति धेरै ठुलो चार्ट भयो, यसलाई अब विक्लीमा लैजाउँ, हेर्न सजिलो हुन्छ हामीलाई है। यस्तो यो गऱ्यो, त्यसपछि हामीले यो गरिसकेपछि अब डाउनलोड इमेज गर्नु पऱ्यो है। त्यसपछि डाउनलोड इमेज गरिसकेपछि यहाँ अपलोड गऱ्यो इमेज हाम्रो। अब एआईले एनालाइसिस गर्दैछ। अब एआईले एनालाइसिस गरिसकेपछि रिजल्ट निकालिसकेछ, एआईले एनालाइसिस निकालिसकेछ। यसमा हामीले नयाँ नयाँ के थप्यौँ भन्दाखेरि एउटा कन्फिडेन्स लेभल भयो, मिडियम र रिस्की हुन्छ एउटा कन्फिडेन्स लेभल है। त्यसपछि अर्को छ बाई जोन। हाम्रो बाई जोन स्टप लस त भइहाल्यो यो होइन। बाई जोन कति दिएछ भन्दाखेरि जियोस् 417देखि 454को बाई जोन छ है। स्टप लस 390को छ, 750को टेक प्रफिट रहेछ यो स्क्रिप्टमा चाहिँ है। यो 6% रिस्क गरेर 80%को रिवार्ड खान सकिने रहेछ है यसमा। सो यो चाहिँ अलिकति राम्रो छ है। 1:12को रिस्क रेसियो छ। यो अलिकति धेरै राम्रो भयो है। अब यो हाम्रो एआईको अनुसार यो स्क्रिप्टमा इन्भेस्टमेन्ट अलिक धेरै नै राम्रो हुने भयो इफ यो बाइजन गऱ्यो टिपी हिट भयो भने। अनि यहाँ अर्को हामीले के अब एआईले चाहिँ होइन यहाँ के चाहिँ भनेछ भन्दाखेरि बाइजोन किन दियो भनेर एआई जेनरल रिजनिङमा चाहिँ होइन बाइजोन किन दियो, स्टप लस किन दियो र टेक प्रफिट जोन किन दियो भनेर एक्सप्लेन गरेको छ क्या उसले। द बाइजोन इज इस्ट्याब्लिस अराउन्ड द रिसेन्ट लो प्राइस रेन्ज रे होइन। रिसेन्ट लो भनेपछि यो भएन। यो प्राइस रेन्जको लोमा उसले बाइजोन दिएको छ अरे होइन। एक्सपेक्टिङ पोटेन्सियल रिभर्सल एक्सपेक्ट गरेछ अरे यो जोनबाट है। द स्टप लस इज प्लेस बिलो दिस जोन टु एभोइड फल्स ब्रेकआउट्स अरे होइन। अब स्टप लस चाहिँ यो जोनको बिलोमा राखेको छ किनभने फल्स ब्रेकआउटमा नफसोस् भनेर होइन। अब त्यो त्यही भएर स्टप लस पनि यसले त्यसरी दिएको छ अरे। द टेक प्रफिट एम्स फर अ कन्जर्भेटिभ लेभल अराउन्ड द 750 रे। अनि स्टप लस चाहिँ मार्क एज अ इनिसियल टार्गेट 750को लेभलमा चाहिँ यसले स्टप लस टेकको छ अरे होइन। अब टेक प्रफिट गर्नलाई एज इज प्रिभियस सपोर्ट नाउ एक्टिङ एज अ रेसिस्टेन्स रे। पहिला यसको यो सपोर्ट थियो, त्यही भएर अहिले रेसिस्टेन्स एक्ट गरेर छ। त्यही भएर चाहिँ यो जोन उसले चाहिँ के गर्यो भन्दाखेरि टेक प्रफिट भनेर दिएको हो रे होइन। अब अरू के भनेको छ
आइडेन्टिफाई के गरेछ अरे ड्रप बेस्ड र्याली द करेन्ट जोन क्यान बी क्लासिफाई एज अ पोटेन्सियल डिमान्ड जोन आफ्टर अ सिग्निफिकेन्ट ड्रप दिस डिमान्ड एरिया हेज द पोटेन्सियल टु इनिसिएट बुलिस मुभ र यो डिमान्ड जोन चाहिँ होइन यो डिमान्ड जोनसँग पोटेन्सियल छ अरे कि यो बुलिस मुभ दिने होइन पोटेन्सियल छ त्यही भएर यो उसले यो जोनलाई चाहिँ होइन बाई जोन दिएको अरे कि अब इन्स्टिट्युसनहरूले के कसरी प्ले आउट गर्दैछ यो स्क्रिप्टमा भनेर पनि उसले एक्सप्लेन गरेछ कि इन्स्टिट्युसन अर्डर फ्लोबाट होइन द रिसेन्ट डाउन ट्रेन्ड सजेस्टेड द इन्स्टिट्युसन्स वेयर डिस्ट्रिब्युटिङ अ हाई लेभल्स एन्ड नाउ लुकिङ फर रिएकुमुलेसन एट अ डिस्काउन्ट रे होइन उसले चाहिँ के अरे इन्स्टिट्युसनहरूले चाहिँ पुरा हाई लेभलमा चाहिँ डिस्ट्रिब्युट गरिरहेको थियो अरे उनीहरूको होइन अब लो प्राइसमा चाहिँ अब एकुमुलेट गर्न चाहिँ खोजिरहेको रहेछ अरे इन्स्टिट्युसनहरूले द बाई जोन रिप्रेजेन्ट एन एरिया वेयर इन्स्टिट्युसन्स मे फाइन्ड इनफ लिक्विडिटी टु स्टार्ट बिल्डिङ देयर लङ पोजिसन अगेन रे द स्टप लस इज प्लेस बिलो द protected against the further distribution. If the price moves toward take profit, it suggests institutions successfully accumulated and drove the price upward, covering the short portion. यसले पनि ठिकै भनेर रहेछ होइन अब यो जोनमा डिमान्ड जोन एकदमै राम्रो डिमान्ड जोन भएकोले उसले यो जोनलाई चाहिँ होइन बाई जोन दिएको रहेछ होइन अब यो जोनभन्दा तल डिमान्ड जोनभन्दा तल चाहिँ उसले एसएल दिएको रहेछ क्या है अनि त्यसपछि अब एकदमै राम्रो पोटेन्सियल भएको भएर त्यो अब यो डिमान्ड जोनमा इन्स्टिट्युसनहरूले एकुमुलेट गर्छ होइन अनि एकुमुलेट गरिसकेपछि यो माथि एरियामा इन्स्टिट्युसनहरूले फेरि डिस्ट्रिब्युट गर्छ अरे कि 750 को एरियामा यहाँ राम्रो एकुमुलेसनहरू इन्स्टिट्युसनहरूले खोजिरहेछ अरे कि अब यहाँ एकुमुलेसन बन्यो भने अभियसली यो एरियामा एकुमुलेसन बन्यो भने अभियसली हामी इन्टर गर्न सक्छौँ है यो एआई एनालाइसिस चाहिँ भनिरहेछ है त्यसपछि अब यहाँ अब ट्रेड म्यानेजमेन्टको पनि कुरा गरेछ कि उसले होइन कन्सिडर स्केलिङ आउट अफ पोजिसन एट 750 होइन अब एन्ड potentially adding again if the price showing bullish continuation toward the next resistance at 1000 monitoring the price action within the buy zone the sign of strong buying pressure before committing fully to the trade के भनेछ भन्दाखेरि के अरे अब एक्चुली 750मा पुगेपछि एक्चुली निस्किनु नै भनेछ क्या है अनि त्यसपछि माथि अझै 750भन्दा माथि नै अब भइरह्यो भने होइन अझै माथि जाने चान्सेस हुन्छ सो त्यसपछि फेरि रिइन्टर गर्न सकिन्छ भन्ने कुरा गरेछ यसले है त्यो भनेको टार्गेट हाम्रो 1000 जति टार्गेट राखेर फेरि रिइन्टर गर्न सकिन्छ इफ 750भन्दा माथि नै अब स्टे गर्यो भने चाहिँ यो प्राइस के अरे यो स्क्रिप्टले है monitor the price action within the buy zone for sign of strong buying pressure before committing fully to the trade अब बाई जोनमा चाहिँ हेरेर मोनिटर गरेर बस्नु कसरी एकुमुलेट हुन्छ कसरी होइन बाई सिग्नलहरू अब एकुमुलेसन भयो होइन एकुमुलेसनको बन्नु पर्यो यो जोनमा है त्यसपछि ग्रिन क्यान्डलहरू एकदम बाइङ प्रेसर तलबाट ग्रिन क्यान्डल एकदम बाइङ प्रेसर आउनु पर्यो होइन यो मोनिटर गरिराख्नु पर्यो क्या है त्यसपछि चाहिँ अनि छिर्दा चाहिँ राम्रो हुन्छ भनेर भनिरहेछ है जस अब ट्रेड म्यानेजमेन्ट टिप्सले चाहिँ यस्तो भनिरहेछ है अब त्यसपछि अब हाम्रो पोजिसन साइजिङ एउटा क्यालकुलेटर पनि एड गरेछौँ सपोज अब तपाईँलाई थाहा बाई जोन सेल के स्टप लस र टिपी त तपाईँलाई थाहा भयो तर कति किन्ने होइन कति किता किन्ने कति होइन युनिट किन्ने भनेर त थाहा छैन नि त होइन अब त्यो पनि अब यहाँ यसले दिन्छ कि अब सपोज अब तपाईँको अब 10 लाख छ अरे है सपोज तपाईँको त्यो टेन्स 100,000 10,000 लाख 10 लाख होइन 10 लाख छ अरे 10 लाख तपाईँको टोटली यो ब्यालेन्स 10 लाख छ अरे पोर्टफोलियोको साइज 10 लाख छ अरे है टोटल पोर्टफोलियो साइज 10 लाख छ अरे होइन 1% रिस्क गरेर तपाईँले यो स्क्रिप्टमा चाहिँ होइन एसएल भयो भने 10,000को मात्रै लस हुनु पर्यो होइन अनि टिपी भयो भने चाहिँ वान्स 100,000 1 लाख होइन 19,000 20,000 जतिको प्रफिट हुने भयो होइन लगभग 361 युनिट चाहिँ किन्न मिल्यो इफ तपाईँको 10 लाख छ भने होइन
360 युनिटभन्दा तलै किन्दा ठिक हुन्छ होइन कि योभन्दा बढी चाहिँ नकिन्नु होला भने क्या है 10 लाख तपाईँको त्यो छ भने पोर्टफोलियो साइज 361 युनिट्सहरू तपाईँले उठाउन सक्नुहुन्छ यो स्क्रिप्टबाट भनिरहेछ है ठ्याक्कै यस्तो भयो यो चाहिँ अब हाम्रो अर्को स्क्रिप्टतिर हेरौँ अब अर्को स्क्रिप्ट कुन छ एलएलबिएस हेरौँ न एलएलबिएस हेरौँ है एलएलबिएसको अब यो गर्नु पऱ्यो एकछिन है एलएलबिएसको फुल चार्टै हेरौँ अनि यो फुल चार्ट राख्यो भने इन्स्टिट्युसन अर्डर फ्लो पनि थाहा पाउन सकिन्छ क्या त्यही भएर यसरी एलएलबिएस होइन यसरी गऱ्यो इमेज डाउनलोड गऱ्यो त्यसपछि यहाँ अपलोड गऱ्यो अनि एनालाइसिस गर्न लगायो धेरै टाइम लाग्दैन है एकैछिनमा भइहाल्छ सो अब यो हाम्रो एलएलबिएसको भयो एलएलबिएसको पनि कन्फिडेन्स लेभल मिडियमै रहेछ होइन यसको बाई जोन 1050 र 1100 रहेछ होइन स्टप लस 990 रहेछ टेक प्रफिट 1300 रहेछ अब 6% रिस्क गरेर 24% लिन सकिने रहेछ रिवार्ड पाउन सकिने रहेछ 1:4 रिस्क रिवार्ड यो पनि ठिकै छ होइन त्यस्तो नराम्रो भन्न मिल्दैन होइन अब यो जो यहाँ यो प्राइजमा पाउनुभयो भने यसमा हामीले यतिको रिस्क लिन सकिने भयो होइन द बाई जोन इज आइडेन्टिफाइड अराउन्ड अ प्रिभियस consolidation area base होइन and that lead to a strong rally suggesting a potential demand rate. The stop loss is placed below this base to provide some buffer against volatility रे the take profit is targeted at a previous high as a likely for resistance रे के भनेछ भन्दाखेरि यो जोन भने 1050को जोनदेखि 1100 यो जोनमा चाहिँ होइन प्रिभियस यहाँबाट रियाक्सन आएको भएर होइन यो जोनलाई चाहिँ उसले अलिक इम्पोर्टेन्ट बाई जोनै भनेको छ होइन इफ यो जोनबाट फेरि जस्तै रिभर्सल आउँछ भने है इन्ट्री गर्न सकिन्छ भनेर भनिरहेछ क्या है त्यसपछि अब यो स्टप लस यो डिमान्ड जोनभन्दा तल राखिदियो त्यसपछि टेक प्रफिट के गरे रेसिस्टेन्स भने 1300को यहाँ सानो रेसिस्टेन्स छ यहाँ 1300 होइन त्यहाँ उसले डिफाइन गरिदियो क्या अनि त्यसपछि के हुन्छ द प्राइस एक्सन नियर द बाई जोन इज इन्डिकेटेड पोटेन्सियल ऱ्याली स्ट्रक्चर सजेस्टिङ अ स्ट्रङ डिमान्ड जोन ऱ्याली बेस्ड ऱ्याली स्ट्रक्चर भएकोले यहाँ स्ट्रङ डिमान्ड जोन छ भनेर बुझेछ अरे होइन बुझिन्छ त्यसपछि इन्स्टिट्युसन अर्डर फ्लो चाहिँ के छ त यो प्राइसमा अब इन्स्टिट्युसन माइट बी एकुमुलेटिङ पोजिटिभ विथिन द आइडेन्टिफाइड बाई जोन एन्टिसिपेटिङ अ continuation of the overall bullish trend. The stop loss placement below this zone is designed to protect against unexpected down move that could invalidate the accumulation. The take profit aims to capture profit where other institution might be taking profit in initial short position at the previous high. यस्तो केही छैन होइन बुलिस ट्रेन्ड भएकोले इन्ट्री गराउनु लगाएको रहेछ है यसले इन्स्टिट्युसनहरूले चाहिँ त्यसरी अब यहाँ अब के गरेछ म्यानुपुलेसन यहाँ जस एकुमुलेसन भइरहेछ भनेर उसले भनिरहेछ कि इन्स्टिट्युसनबाट अब त्यही भएर अब प्रिभियस हाईमा फाल्ने बिचुरी उसले पोजिसन डिसाइड गरेको छ ट्रेड म्यानेजमेन्टमा हेरौँ न के भनेको रहेछ फर्स्ट मोनिटर प्राइस एक्सन एट इट्स approaches the take profit level and consider trailing stop to lock in profits रे हैन अनि यो इफ अब के अरे 750 तिर पुग्यो भने हामीले स्टप लस चाहिँ अब ब्रेक इभन या ब्रेक इभन तिर ल्याउन सक्छौँ है त्यसपछि इफ प्राइस स्टे एट द बाई जोन एन्ड शोज साइन अफ विकनेस रिएसेस द ट्रेड रे अब इफ बाई के अरे प्राइस टेल्स एट द बाई जोन एन्ड साइन अफ बाई जोनमा चाहिँ अब यो डिमान्ड जोनमा चाहिँ होइन एकदमै माथि जान सकेन होइन त्यहीँ मात्र खेलेर के अरे विक तल धेरै सेलिङ आयो त्यही जोनमा सेलिङ आयो भने होइन हामी यहाँबाट चाहिँ विकनेसको साइन हो अरे निस्किन सकिन्छ त्यो ट्रेडबाट भनेको छ अरे क्या अब यहाँ फेरि अब 10,000को रिस्क गरेर होइन 1%को सरी 10,000को रिस्क गरेर 1%मा है
अब 166 युनिट किन्न सकिन्छ है। पोटेन्सियल प्रफिट चाहिँ 41,666 चाहिँ हुने भयो है यो ट्रेडबाट चाहिँ इफ टिपी भयो भने। लस यति नै हो आजलाई होइन, आजलाई यही 2टा स्क्रिप्ट गरौँ है। अब केही अब हजुरहरूको केही कुनै स्क्रिप्ट हेर्नु छ भने होइन त्यही कमेन्ट्समा लेखिदिनु होला। नेक्स्ट भिडियोमा चाहिँ म त्यो स्क्रिप्टहरूको एनालाइसिस फरवार्ड गर्छु।